आज यो आयुर्वेदिक औषधि यो यहाँ देख्न सकिन्छ। यसलाई देख्नु भएको छ नि, यो चाहिँ हाम्रो भाषामा मदारको बोट भन्छ। अनि यो चाहिँ कतै चोटपटक, भित्री चोटपटक लोटेर अथवा कतै ठोक्केर मर्केको छ भने, भित्री चोट छ भने यो पात छ, यो पातलाई टिपेर लाने। अनि यो पात चाहिँ यो तातो इँटामा राखेर अनि सेक्न सकिन्छ। यो यहाँ पाउँछ हाम्रो समुदाय वरपरको जङ्गलहरूमा सकिन्छ। यो ट्याक्क चाहिँ यो मजाले यसलाई चाहिँ इँटामा राखेर, तताको इँटामा राखेर अनि यसको बाहिरबाट फेरि सुती कपडा राखेर अनि हामी सेक्न सक्छौँ। अर्को एउटा औषधिले हामी हेरेर जान्छौँ है त। यो पनि हामी औषधिको रूपमा प्रयोग गर्न सकिन्छ यसलाई। यही त मसँग अर्को एउटा त्यहाँ बोट छ है, त्यो त्यहाँ छ अलिक अगाडि पर, त्यहाँ जाँदैछु म है। यस्तो बाटो जाँदैछु ट्याक ट्याक्ती। अब यस्तो छ बाटो पनि, यस्तो छ। यहाँ छ त्यसको बोट है। ओ यो ल हेर्नुहोस्, यो बोट हो, यस्तो छ बोट। यो बोट यसरी एउटा यस्तो बोट हुन्छ। यो यहाँ कता यसको फलले फुल्दैछ है। अनि यसलाई म टिप्छु, यो पातलाई टिप्छु, यसलाई टिपेर यो पातलाई है, यसलाई लान्छु म आज। अनि मेरो बुवाको शरीरमा अनि टाउकोमा अनि भित्र नसामा रगत जमेको छ भने छ, त्यसमा हल्का सहन सक्ने सेक्छु म शरीरका हरेक जोर्नीमा। मैले टिपिसकेको छु, यसलाई अझै टिप्छु। यहाँ अलिक सजिलो छ। म तपाईँलाई यहाँ यो फल पनि देखाउँछु है। यसको फल यस्तो हुन्छ, देख्नुभयो, यस्तो हुन्छ फल। यसलाई रेडी भन्छ हाम्रो भाषामा, रेडीको पात भन्छ यसलाई, रेडीको बोटो। टाढाबाट देखाउँछु, यो हो रेडी भनेको। यसलाई टिप्दैछु है। यो कुकुर मसँग पछि आइरहेछ। यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। यसलाई म पात पनि लान्छु त्यसरी। यो भाँचेर यसो जान्छु अब लिएर। म फर्किँदैछु है त। यो पातहरू टिप्ने अनि इँटा तताउने, तताको इँटामा अनि यसलाई राख्ने, बाहिरबाट सुती कपडाले लपेटेर जहाँ दुखेको छ, लोड्दाखेरि भित्री घाउहरू, चोट जहाँ लागेको छ त्यहाँ यसो सहन सक्ने जतिको राख्ने, त्यसलाई तताउने, त्यो जहाँ चोट लाग्छ त्यसलाई। अनि पहिला यति औषधि पहिलाका हजुरआमाहरूले औषधि रूपमा प्रयोग गर्ने यो रेडीको पात अनि मदारको यो है सकिन्छ। म यसलाई पनि टिप्छु। अलिकति राम्रो पात कहाँ छ, अलिक ठुल्ठुलो पातहरू राम्रो त के भने, अलिक ठुलो पात लानु पर्यो।